Hi everyone, welcome back to my YouTube channel. It's me Yogita अनि हाम्रो गाउँको नाम चाहिँ म्याग्दीपुरुङ तातापानी हो. By the title हजुरहरुले थाहा पाइसक्नु भयो होला. आज चाहिँ हाम्रो गाउँको भूमि पूजा छ अनि यो भूमि पूजा चाहिँ हामीले चाहिँ वर्षैपिछि सधैं गर्छौं. अनि हाम्रो चलनहरु अनुसार चाहिँ के हुन्छ भूमि पूजामा भनेर अब हामी देखाउन गइरहेको छौं. अहिले चाहिँ म यहाँ मेरो बाजेसँग छु अनि त्यही भएर मेरो बाजेले चाहिँ भूमि पूजाको बारेमा भन्नुहुन्छ नि ल. तपाईको नाम भन्दिनु ल यहाँ जनतालाई. ल तपाईको नाम भन्दिनु. मेरो नाम रेशम बहादुर गर्बुजा. अनि ल यो भूमि पूजा चाहिँ किन मनाउँछौं हामीले अब त्यस्तो भन्दिनु पर्यो के. भूमि पूजा हाम्रो यहाँ उहिले पुर्खै दिनको मान्य आएको ठाउँ यो भयो. यहाँ भूमि पूजा गर्यो भने असिनो नआउने बाली पहिरो नलाउने बाली बुली हाने दु बिमार नआउने भनेर गरिन्छ. यो पुर्खैदेखि गरिआएको चलन हो, अहिलेसम्म गर्दैछ. अनि यो भूमि पूजामा चाहिँ के गर्नुहुन्छ त नि ल भन्दिनु न त. भूमि पूजा भन्दा पहिला छाङ राख्ने त्यहाँ भूमि पूजाको दिनको 3 दिन अगाडि फेरि छाङ पकाउने 3 महिना चामलको. त्यहाँ मंगलबारको दिनमा सबै गाउँबाट गाउँलेको भाइले काट्छन्, भेडाको पाठा काट्छन्. अरू गाउँलेहरू अरू सबै गाउँलेको जनताले भाइले पाठा सबैले काट्छन्. गाउँको आफ्नो घरको सबै राम्रो होस् भनेर काट्छन्. कस्तो हुन्छ गीत गाउने नाच्ने गाउने यहाँ पञ्चबाजाहरू पूजा गरिसक्यो भने पञ्चबाजा बजाउने गीत पुर्खौली गाउने नाच्ने अरू भैँचो साइलो गाउने थान घुम्ने त्यहाँबाट जाने. अनि यो भूमि पूजाको हाम्रो यो चलन चाहिँ पुर्खैदेखिबाट थियो हैन. पहिले पुर्खैबाट भइरहेको हो. आज चाहिँ ल तपाईले केले पुज्नुहुन्छ त नि. आज त भाले काट्छ. आज चाहिँ हामीले चाहिँ भालेले पुज्ने भनेर भनेको त्यही हो. भूमि पूजाहरूको बारेमा तपाईलाई अरू केही कुराहरू थप्न मन छ? अरू के थप्ने, अब पहिले आएको भात यो गरे. आज यहाँ पूजा गरेर भोलि फेरि उही पुर्खौली नाच लाउने त्यहाँ त सक्ने. र त्यही हो गाइजहरू, हजुरहरूले सुन्नु भइसक्यो होला हाम्रो भूमि पूजा कसरी मनाइन्छ किन मनाइन्छ भनेर. अनि उहाँ चाहिँ मेरो आमाको बाबा भन्छ, मेरो बाजे, मेरो साक्कै बाजे है. इफ यु गाइज डोन्ट नो, हजुरहरूलाई थाहा पनि छैन होला. ल यति हो अहिलेलाई. के गरेर बनाउनुहुन्छ बाजे? जान पकाउँदा के गर्नुपर्छ भने बोक्नु पर्यो, फर्नु पर्यो, केलाउनु पर्यो, पकाउनु पर्यो, गरममा घाल्नु पर्यो, ताँटा फेरि बोकेर यहीँ ल्याउनु पर्यो. त्यति हो. यस्तो गरेर गर्नुहुन्छ यो चाहिँ यस्तो गरेर प्रसाद दिनुहुन्छ यहाँ चाहिँ. अनि यो प्रसाद चाहिँ यस्तो, यो चाहिँ रगतहरू भुटेको हुन्छ अनि यो चाहिँ भातहरू. त्यही हो. राम्रो छ, बाई बाई छ. ल बाई बाई छ. ल तपाईको नाम के हो ल भन्नु न. बिर्खबहादुर तिलिजा. आरामै हुनुहुन्छ? आराम छु. आज यहाँ के गर्न आउनु भएको तपाईँ यहाँ? हाम्रो भूमि पूजा को लागि आएको हो. हजुर. अहिले भूमि पूजा नि यही नि गर्ने, माथि भूमि नि मान्ने भने आएको. हजुर हजुर. मेरो भुरी भालेले जे बोल्नु भएको छ पोथी लिएर भूमि गएर आएको. अनि यो कुखुरा चाहिँ? कुखुरा पोथी हो. कुवा पुजेको के. बाई बाई भन्दिनु ल. बाई बाई. यहाँ चाहिँ खेल्दैछन् खोरखोरे.
यो मन्दिर बाहिर चाहिँ खोरखोरै खेलाउँदै हुनु मन्दिर हो अनि यहाँ चाहिँ हामी एन्ट्री गरिसक्यौँ यहाँ चाहिँ सबैजना आइसक्नु भएको छ यहाँ चाहिँ यो ड्रमहरुमा चाहिँ जान राख्नु भएछ अनि त्यही भएर यहाँबाट चाहिँ सबैलाई दिनुहुन्छ के छ हालखबर बजेको एकदम ठिक छ अनि यहाँ चाहिँ खाजाहरू खाँदै हुनुहुन्छ सबैजनाले नमस्ते बाजे नमस्ते नमस्ते के छ हालखबर ठिक छ राम्रो छ सबैलाई बाई बाई भनिदिनु अनि त्यही हो अनि यहाँबाट ठ्याक्क यता तल गयो भने चाहिँ यो मन्दिर आउँछ सबै देखाइदिन्छु अनि भ्यूहरू चाहिँ यस्तो देखिन्छ है हाम्रो थानहरूबाट चाहिँ अब बाराबुरीले चाहिँ सरस्वती प्रणाम्ने त्यहाँबाट फेरि एकछिन पुर्ख्यौली गर्ने तयारी हुँदैछ अब सुरु हुन्छ अगाडि मादले मारुनीको बारेमा भन्दिनु ए मादले मारुनी अहिले खासै सिँगारिएको छैन भोलि मात्रै सिँगारी र अब ती तीनजना चारजना चाहिँ भएर नाच्छन् अहिले रिट चुकाउनुको लागि दुई जना ती तीनजना भएर सब टाइम अलिकति लिएको मात्रै हजुरको ब्लगको नाम नि भनिदिनु न म स्क्रिनमा पनि लेखेर राखिदिन्छु सब्स्क्राइब गरिदिनु होला है सबैले वेलकम
हजुरको यो वर्षको भूमि पूजा कस्तो भयो भनिदिनु पर्यो। हजुर रमाइलो सधैँ जस्तो रमाइलो भएको छ। हजुर हजुर यो पालि के हुन्छ हाम्रो गाउँमा भनिदिनु न त। यो पालि अब हाम्रो भोलि अब चाहिँ सधैँ चाहिँ अब गरिराखिने पुर्ख्यौली नाच हुन्छ भोलि। हजुर हजुर त्यसपछि आमा समूहको नृत्य पनि हुन्छ। हजुर हजुर त्यसपछि तारा खेल चाहिँ सञ्चालन गर्ने हुन्छ हजुर युवाहरूको। हजुर 24 र 25 26 गते। हजुर हजुर ल ल हुन्छ धन्यवाद। दाजुलाई हुन्छ मामा। देउरालीको एउटा देवताहरू पनि छन् यहाँ हामीले मान्यता हाम्रो पुर्खाहरूले चाहिँ एउटा देवताको रूपबाट पनि मान्छन्। हजुर त्यो पनि छ। अरू ठाउँ हाम्रो राम्रो छ विशेष गरेर प्रकृतिले दिएको ठाउँ हजुर यो देउराली हो। यो आरम्भ गर्ने ठाउँ त्यसको बारेमा खासै त्यही हो। र जाऊँ न त त्यो गाउँहरूको बारेमा पनि भन्दैन तपाईँले। यहाँ चाहिँ मन्दिर छ देउरालीको मन्दिर चाहिँ देवी मन्दिर रहेछ। देवी मन्दिर देउरालीको। यो मन्दिर चाहिँ छट्टै बनाएको हो पनि। यो त धेरै पछाडि बनाएको हो यो त देवी मन्दिर। यहाँ चाहिँ ध्वजाहरू यस्तो गरेर चढाउनुहुन्छ। अब यहाँ चाहिँ यो पूजा गर्नुभन्दा अगाडि चाहिँ यहाँ यसमा पनि पहिला पूजा गरिन्छ है। हजुर होइन ध्वजाहरू चढाउने यहाँ पूजा गर्ने त्यसपछि हामी अगाडि बढ्ने यस्तो परम्परा हाम्रो परम्परा। अब हामीले चाहिँ विशेष गरी हाम्रो यो के अरे हाम्रो मगर समुदाय भने पुन मगर समुदायहरूको एउटा हाम्रो पुरानैदेखिबाटको चाहिँ एउटा संस्कार के भने हजुर हामी देवता मान्ने होइन। एउटा चाहिँ चौतारा एउटा ढुङ्गा एउटा कुनै चिजलाई चाहिँ देवता मान्ने चलन त्यसलाई विश्वास गर्ने हो भन्दाखेरि त्यो देवता मानेपछि त्यहाँ केही छन् हामीलाई रक्षा गर्छ हाम्रो उनलाई मान्नुपर्छ उनलाई राम्रो गर्नुपर्छ भन्ने हाम्रो विश्वास होइन। त्यसले गर्दा सबैले त्यसलाई मान्दै आएको मान्छे चाहिँ माथि पूजा गर्नुभन्दा अगाडि चाहिँ यहाँ पहिला ध्वजाहरू सबै चढाएर अगाडि बढ्ने त्यस्तो पहिला गर्थ्यो। अनि मान्छेहरू यहाँ आउने जाने हुन्छ लेख्न जाने उतै गाउँमा जाने मान्छेले यहाँ आएर यसो पूजा भन्नाले यस्तो फुलपातीहरू चढाउने अनि यसो दर्शन गर्ने पनि हो। विशेष गरी मान्छे उकाली ओह्राली गर्ने होला। अनि यहाँ यो भिडियो हेर्ने के भन्न चाहनुहुन्छ दर्शक? अब विशेष गरेर अब पहिलो प्रथममा त यो भिडियो हेर्नु नै सबैलाई चाहिँ हाम्रो गाउँको विशेष गरेर बराथानको एउटा प्रकृति संस्कृति भूमि पूजाको एउटा संस्कृति हाम्रो यो भूगोल एकदम राम्रो छ। माथि गाउँ छ यहाँ थुप्रै खालको के अरे प्राकृतिक सम्पत्तिहरू छ। त्यो सम्पत्तिहरू सबैलाई चाहिँ हामीले चिन्न सकिरहेको छैन कि त्यसलाई चाहिँ राम्रोसँग अगाडि ल्याउन सक्यो भने हामीले यहाँ चाहिँ 2-4 पैसा पनि कमाउन सकिन्छ। पर्यटकीय दृष्टिकोणले हामीलाई पर्यटकलाई यहाँ आकर्षण गर्ने ठाउँ पनि छ। त्यो हिसाब किताबले चाहिँ हामीले बिस्तारै यसलाई चाहिँ लगानी गरेर प्रचार प्रसार गरेर सम्भावना भएको छ। त्यसले गर्दा यहाँहरू पनि एकचोटि आइदिनु होला, हाम्रो गाउँमा आइदिनु होला, गर्नु होला, रमाइदिनु होला। हाम्रो सुन्तला पकेटको रूपबाट तलतिर धेरै फार्महरू सिर्जना भएको छ होइन। हाम्रो चाहिँ यो सानो गाउँ हो, रमणीय गाउँ, शान्त गाउँ।
एकदम राम्रो गाउँ यहाँबाट चाहिँ एकदम भ्यूहरू चाहिँ राम्रो देखिन्छ अनि यो पाउदा सिख खिबाङहरू सबै गाउँ देखिन्छ यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि आशा गर्दछु हाम्रो गाउँ म्याग्दी बुरुङ तातोपानी वडा नम्बर 2 को भूमि पूजाको यो छोटो मिठो ब्लग चाहिँ हजुरहरूलाई मन पर्यो होला र फेरि पनि यस्तै ब्लगहरू लिएर आउने बाचाका साथ म यहाँबाट बिदा हुन चाहन्छु धन्यवाद।